मिति 2081 साल फाल्गुन 26 गते हाम्रो खाने पानी योजनामा एकाप अफिस चाहिँ नि 95,000 दिएको छ। त्यसमाथि हाम्रो एकता टोल र जनसेवा टोल 2 वार्डबाट झारा श्रमदान दिएर पानी कुलो खन्दै पाइप बिछाउन छ। अब कुलो खन्दैछ। अब कुलोमा एउटा ट्याङ्की बनाउने, त्यसपछि यो मेन ट्याङ्की है 1 मिटर गएर है तल गाह्रो नमान्नु है। अब बलुवा गिट्टी टिन सबै रेडी आएको छ। आज चाहिँ नि कमसेकम 60-70 जना जति आएको छ होला आज 2 वार्डको। यहाँ पाइप गाड्दैछ। पाइप चाहिँ नि एकाप सरबाट आएको चाहिँ नि इन्जिनियर साहबबाट दिएको इस्टिमेट अनुसार 1.5 इन्चको पाइप 200 मिटर 3 इन्च 90 mm को कतिवटा 40-50 मिटर जति छ होला मुहानीपट्टि ल्याउने। कुलो खन्दै गाड्दै के हो यहाँ भर्खर तिमीहरू यस्तो नै हुन्छ हे तेरिका दुनियाँ काम सक्ने बेला बोलाउँछ तिमीहरू यार। ल ल ठिक छ आएपछि ल सबभन्दा पहिला ठिको पार्टी भयो ल ल ल ठिक छ आएपछि ल है। अहिले गएर गाह्रो नमान्नु कोही पनि। यसो गर के जति कहिले खाने पछि पाइप हाल्नु फेरि खतल हाल भने के त्यो माट फालेर हाल भने भएन आज आज माटो भएपछि आज गएर गरिदियो क्या केही हुन्न। भोलि यहाँ त भैँसी हिँड्दा गाई गोरु हिँड्दाखेरि यतासम्म खोताल त माथि हुन्छ। फेरि अस्तिको जसरी मान्छेले पाइप काटिदिन्छ पानी एकदम निस्किन्छ। ल पाइप ल हो त्यसरी तपाईँहरू एक टोलीले खाल्डो खन्नु जानु, एक टोलीले खोताल्दै जानु क्या। ल है अलिक गहिरो खन्ने है गाह्रो नमानिकन होइन। हाम्रो लागि त हो नि पानी खाने आफूहरू। ल यो हाम्रो यो चाहिँ हाम्रो यो के अरे के भन्छ नि सहयोग हो। अब ठेकदारहरूलाई फाइदा हुने काम हो यो चाहिँ। फाइदा हो भोलि फाइदा भयो तिमीहरू खानु नि। ल राजन सर ठिक छ है। अहिले गएर खानिदिनु भन्नु राजन सर। भोलि यहाँ मान्छेले फेरि पाइप काटिन्छ पानी खान मन लाग्यो भने ल मेरो भाउजू हो ल जसले खाने त्यसले जाने ल स्याबास। ल मोटे घोसी एकता टोल र जनसेवा टोल होइन हाम्रो 2 वार्ड ल ल ससो भोलि पानी खाएपछि ठिक हुन्छ नि। धमिलो पानी खान्छ अब सफा पानी खाने है। खाजा पानी चाहिँ हाम्रो बगर दाईको दाई अनि जिते दाई उनीहरूले चाहिँ नि दिएको चाहिँ खाजा पानी हामी झारा टोलीलाई चाहिँ नि उनीहरूले बिचरा राम्रो पानी खाओस् दुःख पायो भनेर खाजा पानी दिएछ। त्यही भएर ल